ओजो जब्सबाट पहिलो भिजा स्लोभाकियाको लागि उहाँ हुनुहुन्छ अनिल सर, जो हामीबाट करिब 3 देखि 4 महिनाभित्रमा उहाँको भिजा लागेर आइसकेको छ स्लोभाकियाको लागि। र उहाँबाटै सुनौँ उहाँको यात्रा ओजो जब्ससँगको कस्तो रह्यो त। नमस्कार, म अनिल खड्का। सर्वप्रथम त धन्यवाद हाम्रो ओजो टिम परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि मेरो स्लोभाकियाको भिजा 4 महिनादेखि 5 महिनासम्म उहाँहरूले सम्पूर्ण काम गरिसक्नु भएको छ र आज मेरो फ्लाइट छ। यदि हजुरहरूलाई पनि यस्तै सजिलो सहज हिसाबले आउन चाहनुहुन्छ या यहाँबाट कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हजुरहरू पनि यदि सहज हिसाबले युरोप जान चाहनुहुन्छ भने हाम्रो ओजो टिम परिवारलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ। हस्त धन्यवाद। थ्याङ्क यू अनिल सर, हामीलाई विश्वास गर्नुभयो र आज उहाँको भिजाको सम्पूर्ण कामहरू सकिएर उहाँ अब प्रस्थान गर्दै हुनुहुन्छ स्लोभाकियाको लागि। र यसरी नै तपाईँहरू पनि हामीसँग जोडिन चाहनुहुन्छ भने डाइरेक्ट हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ वाट्सएप या मेलको थ्रुबाट। धन्यवाद। नमस्ते, म रुद्र। आज म एमबिसीबाट यो टिआरसी लिएर आएको छु। मेरो एउटा सानो खुसी व्यक्त गर्न चाहन्छु यो स्लोभेनियाको लागि, स्लोभेनियाको टिआरसी। ओजो जब्सलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जो पनि एप्लाई गर्न चाहनुहुन्छ एकदमै ट्रस्टेबल छ, जेन्युन कामहरू गर्नुहुन्छ होइन। आउनु होला, तपाईँहरू पनि भिजिट गर्नु होला, एकदमै राम्रो छ। मैले यो 4 देखि 6 महिनाको बिचको अन्तरालमा मैले यो टिआरसी पाउन सफल भएको छ। ओजो टिमलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, त्यति छोटो समयमा आफ्नो एउटा सफल काम गरिदिनु भएकोमा। एकदमै राम्रो छ। भोलिको दिनहरूमा यदि कसैले एप्लाई गर्न चाहनुहुन्छ भने ओजो जब्सलाई म रिकमेन्ड गर्न चाहन्छु। एकदमै राम्रो काम गरिदिनु भएको छ। धन्यवाद। थ्याङ्क यू सो मच। ओके, आज हमारे साथ कुमरान भाई है, वो पाकिस्तान से है। उसका रोमानिया का टैक्सी ड्राइवर का वीज़ा आ गया और आज कुमरान भाई का फ्लाइट है। ये इंटायर प्रोसेस में ओजो जॉब्स के साथ जो ट्रस्ट बना के भाई ने अप्लाई किया था, ये होल प्रोसेस आपको कैसा लगा? ओजो जॉब्स के बारे में कुछ बताइए प्लीज़। बस सबसे पहले तो मैं ओजो ग्रुप का बहुत शुक्रगुजार हूँ। तो एटलीस्ट मुझे इनके थ्रू पूरा मेरा प्रोसेस हुआ और जो भी मेरा प्रोसेस था बहुत ही स्मूथ हुआ। आई थिंक सो विद इन 7 और 8 मंथ में टोटल कंप्लीट हुआ। तो मुझे ना किसी चीज़ का कोई डॉक्यूमेंटेशन का, कोई पैसों वगैरह का कुछ भी मुझे इनकी तरफ से कोई प्रेशर वगैरह कुछ भी नहीं आया और बहुत ही स्मूथ तरीके से सब चीज़ें चली और मुझे आज वीज़ा मिल गया एटलीस्ट अल्हम्दुलिल्लाह। कंग्रेचुलेशन वेरी मच और आपका भविष्य के लिए शुभकामनाएं। थैंक यू वेरी मच। और आप भी पाकिस्तान से हैं और ओजो के साथ से यूरोप के लिए अप्लाई करना चाहते हैं तो नीचे दिए गए नंबर में आपका डॉक्यूमेंट सेंड कीजिए, हम आपको संपर्क करेंगे। एयरपोर्ट अनि त्यसपछि हाम्रो तपाईँ कहाँ जाँदै हुनुहुन्छ सकरजी? म अस्ट्रेलिया जाँदैछु। सो उहाँको चाहिँ अस्ट्रेलियाको भिजा लागिसकेको छ र एनी वर्ड्स फर ओजो? थ्याङ्क यू भेरी मच ओजो एन्ड स्पेसली मेरो सचिन भाइ। दिस भिजा आई गेट बिकज अफ हिम। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। सो तपाईँले देखिहाल्नुभयो उहाँको भिजा लागेर उहाँ एयरपोर्टमा पनि गइसक्नु भएको छ। सो यो भिजा चाहिँ कुन भिजा हो भन्नु होला, यो चाहिँ 494 स्किल्ड भिजामा हो है। उहाँ चाहिँ एकदम खतरा सेफ हुनुहुन्थ्यो। उहाँ विगत 12 वर्षदेखि युएईमा काम गर्दै हुनुहुन्थ्यो। तर तपाईँहरू यदि यो 494 क्याटेगोरीमा जान चाहनुहुन्छ भने चाहिँ तपाईँको सबै डकुमेन्ट्स हुनुपर्छ। तपाईँको पे स्लिप्सहरू हुनुपर्छ, तपाईँले पिटी अथवा आइल्स गर्नु पऱ्यो होइन। डकुमेन्टेसन तपाईँको सबै राम्रो हुनु पऱ्यो, घरको नेपालको डकुमेन्ट्सदेखि लिएर सबै कुरा हुनुपर्छ। त्यसपछि मात्रै यो भिजामा लगाउनु मिल्छ। सो यदि तपाईँहरू पनि अस्ट्रेलिया जान चाहनुहुन्छ वा एज अ सेफ काम गर्न चाहनुहुन्छ भने चाहिँ ओजो जब्सलाई सम्झनु होला। सो follow Ojo Jobs for more information and for visa. Thank you. Visa कहाँबाट आयो? गाइज अहिले हामी चाहिँ आबुधाबीमा छौँ र 10 जनाको भिजा आइसकेको छ। वी आर अन द वे। सो अहिले चाहिँ हामी दुबईमा जाँदैछौँ अनि एकजना दाइ चाहिँ हामीसँग यहीँ हुनुहुन्छ, उहाँले नै गाडी चलाइराख्नु भएको छ। उहाँको पनि भिजा आइसकेको छ। सो लेट्स किप अप विथ द स्टोरी। अनि अब भिजा लिएपछि विल सी द रियाक्सन, हाउ द रियाक्ट। यहाँ भिजा लिन आइसक्नु भएको छ रोमानिया कन्सुलेट अगाडि, तपाईँलाई कस्तो लागिरहेछ? मलाई एकदम खुसी लागिरहेछ। थ्याङ्क यू सो मच फर ओजो टिम। यति छिटो र छरिदो सहज रूपमा भइदियो काम। नसोचेको सोचे भन्दा पनि सहज भयो, त्यसको लागि थ्याङ्क यू सो मच ओजो टिम। यति छिटो प्रोसेस गरिदिनु भयो, मैले सोचेको पनि थिएन यति छिटो हुन्छ भनेर। यति छिटै गरिदिनु भयो। अब हामी जाँदैछौँ, त्यसको लागि थ्याङ्क यू सो मच।
बिफोर भिजा दिस इज सन्तोष बिफोर भिजा आफ्टर भिजा सी यू इन रोमानिया म्यान। र दाजु अब तपाईँको नि आज भिजा टक्क लगाएर आउने भयो, छाप लगाएर कन्सुलेट अगाडि हुनुहुन्छ, तपाईँलाई कस्तो फिल भइरहेछ त? एकदम ग्रेट फिल भइरहेको छ है, खुसी लागिरहेको छ होइन, कहिले उडौँ जस्तो लागिसक्यो होइन। अब जस छिटो र छरितो भयो, एकदम खुसी लाग्यो। हाम्रो खिम्दाईको चाहिँ रोमानियाको भिजा आइसकेको छ ट्याक्सी ड्राइभरमा। खिम्दाई तपाईँको एक्सपिरियन्स ओजो जबसँग कस्तो भयो एकचोटि सेयर गर्नुहोस्। ओजोसँग जबसँग एकदम राम्रो एक्सपिरियन्स है, एकदम फास्ट होइन, क्विक काम भयो भनौँ होइन। सबै चिज ठिक छ, जस राम्रो भने जस्तो उहाँहरूले जुन भन्नुभएको छ त्यो अनुसार चाहिँ काम भइरहेको छ होइन। अब त्यही हो, भइसक्यो, अब उड्न मात्रै बाँकी हो होइन। अब उडिसक्यो, जे छैन भिजा लागिसक्यो होइन, भिजा लगाइसकेपछि त उड्न त बाँकी हो होइन। अब अहिले यहाँ चाहिँ हाम्रो खिम्दाई यता दुबईको सडकमा यसरी कुदाइराख्नु भएको छ। अब छिट्टै उहाँ रोमानियाको सहरमा अनि यसरी टेस्ला गाडीमा चलाउनुहुन्छ। यदि तपाईँहरू पनि होइन रोमानियातिर ट्याक्सी ड्राइभरको लागि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ, विश्वासिलो छ होइन। उहाँहरूले काम एकदम जेन्युन गर्नुहुन्छ है, टाइम टु टाइम A to Z हुन्छ। त्यही हो, बाँकी कुराहरू अपडेट गर्दै गरौँला उता गएपछि होइन फेरि होइन। ओके, धेरै धन्यवाद। सो ओजो जब्सको चाहिँ फेब्रुअरी मात्र होइन मार्चभरि पनि भिजा आउने बाहर आउन लागेको छ। सो फर्स्ट आजको मार्चको फर्स्ट भिडियो चाहिँ यो छ। सो उहाँको चाहिँ भिजा आइसकेको छ, उहाँ प्रतीकजी हुनुहुन्छ, उहाँ सेक्युरिटीमा काम गर्दै हुनुहुन्छ र क्रोएसियाको भिजा लागेको छ। सो तपाईँलाई कस्तो लागिरहेछ? एकदम कस्तो खुसी नै लागिरहेछ भन्नु पर्यो। अनि सो तपाईँले चाहिँ ओजोसँग काम गर्दाखेरि कस्तो भयो, कस्तो तपाईँको एक्सपिरियन्स रह्यो? त्यो भन्दाखेरि पनि हुन्छ नि, अब आफूले एक्सपेक्टेसन गरेको भन्दाखेरि हुन्छ नि, एकदम छिटो हुँदाखेरि चाहिँ एकदम राम्रो लाग्यो। अब दाइले सुरुमा कुरा गर्दाखेरि त्यो अब 6-7 महिना लाग्छ भन्दाखेरि हुन्छ नि, अलिक लङ टाइम जस्तो फिल भएको थियो कि, तर गर्दै गएपछि 3 महिनाभित्र भयो सबै होइन। आफूले सोचेको भन्दा छिटो हुँदाखेरि चाहिँ अब झन् हुन्छ नि, धेरै खुसी त्यस्तो। सो 3 महिनाको उहाँको भयो, द्याट डज नट मिन तपाईँको पनि हुनसक्छ। कुनैको चाहिँ 3 महिनादेखि 6 महिनासम्म पनि लाग्छ, तर सबैको चाहिँ त्यस्तो हुँदैन। सो एनी वर्ड्स हाम्रो फलोवर्सहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, लास्ट फाइनल वर्ड्स? जस्तो मैले सुरुमा गर्दाखेरि चाहिँ अब कस्तो हुन्छ, धेरै कन्फ्युज भइरहेको थियो होइन। अब त्यो यो टिकटकहरूमा हेऱ्यो, फेसबुकमा हेर्दाखेरि धेरैजना कन्सल्टेन्सीहरू थियो नि त होइन। अनि त्यसपछि हेर्दाखेरि कन्फ्युज भइरहेको थियो। त्यसपछि अनि मैले सुदर्शन दाईसँग कन्ट्याक्ट गरेँ। कन्ट्याक्ट गरिसकेपछि दाईसँग हुन्छ नि, दाईसँग कुरा गर्दा मलाई एकदम त्यो हुन्छ नि, ट्रस्ट भयो दाईसँग धेरै होइन। अनि दाईसँग मैले गर्दै मलाई त त्यो थाहा पनि भएन कि कति छिटो हुन्छ नि, कुरा भइरहेको हुन्थ्यो, एप्लाई यतादेखि गरिरहेको थिएँ। अरूले गर्दाखेरि जस म चाहिँ त्यही भन्छु, अब मेरो अनुसार उहाँहरूको काम हुन्छ हुँदैन होइन, तर मैले चाहिँ सोचेको भन्दा पनि एकदम सरल होइन, राम्रो छिटो हुँदाखेरि चाहिँ एकदम अब हुन्छ नि, अरूलाई पनि गर्नको लागि चाहिँ म सजेस्ट गर्छु। Thank you so much for your kind words. So follow Ojo Jobs for more informations and visas. सो अर्को पनि भिजा आइसकेको छ। सो मैले ओपनिङ गर्दैछु। यो चाहिँ हाम्रो 100% प्रोजेक्टवाला 100% भिजा नभए पनि रिफन्डवाला प्रोजेक्ट हो। सो लेट्स सी है त। फेरि भिजा आइसकेको छ है। सो यस्तै भिजा लाउनु छ भने फलो ओजो जब्स अनि अप्लाई गर्नु होला। जाँदै टिम ओजोलाई चाहिँ एकदमै हृदयदेखि थ्याङ्क यू भन्न चाहन्छु। र मलाई जति पनि स्क्याम गरेको कम्पनीहरू छ त्यहाँ चाहिँ मेरो दाजुभाइ दिदीबहिनीहरू फेरि पनि मलाई जस्तै स्क्याम नहोस् भन्न चाहन्छु। थ्याङ्क यू। नमस्ते, आज चाहिँ मेरो स्टोरी भन्दैछु लाइक युरोपको होइन। अब बेसिकली 2019मा चाहिँ म दुबई आएँ। त्यसपछि मेरो काम सँगसँगै बिस्तारै यहाँको गर्मी अनि यहाँको जुन त्यो कामको प्रेसर त्यो सँगसँगै बिस्तारै मेरो चाहिँ अब अर्को कन्ट्रीमा जाने सपनाहरू देख्दै गएँ। त्यसपछि मैले ट्राई पनि गरेँ। लाइक फर्स्टमा अब सबै कुरा विश्वासै हो, विश्वासको अनुसार नै अब नर्मल्ली कन्सल्टेन्सीहरूमा जाँदाखेरि चाहिँ तिमी मेरो भाइ हो, अब आजबाट तिमी मेरो भाइ नै भयो, तिम्रो हरेक जिम्मेवारी, तिम्रो फ्यामिलीको जिम्मेवारीदेखि लिएर हरेक कुरा हामी गर्छौँ, हामी पठाउँछौँ तिमीलाई भनेर सुरुमा एडभान्स लिने, अनि पछि पेमेन्ट भइसकेपछि फोन नउठाइदिने,
अनि त्यसपछि अब फलोअप नगरिदिने, जुन फर्स्टमा गर्ने बिहेभियर र पछि गर्ने बिहेभियरले गर्दाखेरि चाहिँ लाइक मलाई चाहिँ 3टा कन्सल्टेन्सीले स्क्याम गर्यो। अलमोस्ट आई थिङ्क 10,000 चाहिँ मैले लस्ट नै गरेँ भनौँ, 10,000 दिराम। त्यसपछि फाइनली मेरो कनेक्सन चाहिँ सुदर्शन दाईसँग भयो। त्यसपछि पनि थिङ्क अबाउट हुन थाल्यो क्या, किनभने अलरेडी 3 चोटि स्क्याम भइसकेपछि त इट्स नट अ जोक। त्यो त सबैले सोच्नुपर्ने कुरा पनि हो। यहाँको दिनभरिको काम, त्यसपछि लाइक खानु पर्यो। म्याक्सिमम् कम्पनीहरूले खाना पनि दिँदैन, खानाको एक्सपेन्सिभ होइन, सबै कुरा कटाएर बचाउने भनेको हामीले नर्मल्ली 1000, कति कम्पनीहरूले त 1000 स्यालेरी दिन्छ भने त 10,000 जोगाउनलाई त हामीलाई त 2 वर्ष लाग्छ। त्यो 2 वर्षको पैसा चाहिँ 5 मिनटमा एउटा कन्सल्टेन्सीले खाँदाखेरि त कति रात त सुतिएन पनि होला। त्यो प्रब्लमसँगै अब सधैँ प्रब्लमै देखेर पनि भएन, फेरि पनि ट्राई गर्नु पर्यो भनेर चाहिँ फाइनल्ली मैले दाईलाई कन्ट्याक्ट गरिसकेपछि चाहिँ दाईसँग मेरो डकुमेन्टेसनहरू भयो, दाईले मेरो इन्टरभ्यूहरू प्रिपेयर गरिदिनु भयो। त्यसपछि पनि थिङ्क अबाउट हुँदै थियो, सायद अब फेरि पनि स्क्याम पो हुने हो कि। अनि त्यो सँगसँगै मैले दाईलाई भनेको थिएँ, दाई म अलरेडी स्क्याम भइसकेँ, म तपाईँलाई कुनै पनि सिचुएसनले म फर्स्टमा पेमेन्ट गर्न सक्दिनँ, जब मेरो सबै कामहरू कम्प्लिट हुँदै जान्छ तपाईँलाई म पेमेन्ट गरिदिन्छु भने अनुसार फाइनली दाईले मेरो भिसा पनि निकालिदिनु भयो। थ्याङ्क यू फर सुदर्शन दाई अनि टिम ओजोलाई पनि धेरै धेरै थ्याङ्क यू। मैले जस्तै अर्को देश गएर यहाँको तातो घाम छोडेर अर्को देशमा गएर आफ्नो फ्यामिली लाने, पिआर पाउने त्यो सपना देख्नुहुन्छ भने चाहिँ हामीले राम्रो एकदम सोच विचार गरेर चुज गर्नुपर्ने हुन्छ। र म सजेस्ट गर्छु कुनै पनि ठाउँबाट कुनै पनि तरिकाबाट जानुस्, तर राम्रो ठाउँ खोजेर जानुस्। अनि जाँदै टिम ओजोलाई चाहिँ एकदमै हृदयदेखि थ्याङ्क यू भन्न चाहन्छु। र मलाई जति पनि स्क्याम गरेको कम्पनीहरू छ त्यहाँ चाहिँ मेरो दाजुभाइ दिदीबहिनीहरू फेरि पनि मलाई जस्तै स्क्याम नहोस् भन्न चाहन्छु। थ्याङ्क यू। So if willing to go Europe, please come to the Ozo and apply from them. You will live your dream. Thank you. सो अल राइट, हामीसँग हुनुहुन्छ गौरी शङ्कर यादवजी, जसको चाहिँ रोमानिया ट्याक्सी ड्राइभर प्रोजेक्टबाट भिजा लाएर आज टिकट लिन आइसक्नु भएको छ। र उहाँको एक्सपिरियन्स ओजोसँग कस्तो भयो त्यो सेयर गर्नु गइरहनु भएको छ। उहाँको वर्ड्समा सुनौ है त। Thank you so much दाई, थ्याङ्क यू सो मच। फर्स्ट अफ अल म ओजो सबै उहाँ टिमहरूलाई धन्यवाद भन्न चाहन्छु, स्पेसली सचिन दाई, सुदर्शन दाजु, रेखा म्याम, उहाँहरू धेरै हेल्पफुल हुनुहुन्छ। म यहाँ स्टार्टिङमा एप्लाई गर्ने भनेको अक्टोबर 10मा एप्लाई गरेँ। त्यति बेला हाम्रो टाइमिङ भनेको 6 देखि 8 महिनासम्म लाग्ला भनेर, तर खुसी के लाग्यो, हाम्रो काम भनेको 4 महिना हो भइसक्यो। सो आज फाइनली म यहाँ आएँ, टिकट र भिजाहरू आइसकेको छ। अब मेरो 12 तारिकको फ्लाइट छ। सो थ्याङ्क यू सो मच सचिन दाई। अफकोर्स तपाईँहरूले हाम्रो एउटा सपना साकार भयो, सेन्जन कन्ट्री युरोपियनमा छिर्ने। अब त्यहाँको नि भविष्य राम्रै होस् भनेर सोचिरहेछौँ। थ्याङ्क यू। स्योर, उहाँको भिजा यो र सँगसँगै उहाँको केही साथीहरू चाहिँ अहिले यो भिडियो हेर्दै गर्दा पुगिसक्नु भएको छ, भिडियो खिच्दै गर्दा उहाँ पुगिसक्नु भएको छ र अहिले आरामले होटेलमा बसिराख्नु भएको छ र रोमानियन खानाहरू खाएर मजाले इन्जोय गरिराख्नु भएको छ। सो उहाँ पनि अब छिट्टै त्यहाँ पुग्नुहुन्छ र उहाँको पनि लाइफ इन्जोय गर्नुभएको हामीले पक्कै पनि भिडियो हेर्नेछौँ। धन्यवाद। फलो ओजो जब्स। हामी चाहिँ अहिले एयरपोर्टमा आइसकेका छौँ र अच्युत दाई र हाम्रो गिरी दाई चाहिँ अहिले जाँदै हुनुहुन्छ रोमानिया एज अ ट्याक्सी ड्राइभर, प्लेन चढेर ट्याक्सी चलाउनलाई। ल अब हाम्रो 2जना दाई अच्युत दाई र गिरी दाईहरू चाहिँ हाम्रो रोमानिया जानलाई अहिले एयरपोर्टमा आइसक्नु भएको छ। धन्यवाद सचिन सरलाई। हामी चाहिँ यो तपाईँ ओजोबाट हामी रोमानिया जाँदैछौँ। हामीले सोचेको भन्दा एकदमै चाँडो भयो, सहज र सरल तरिकाले। गुड मर्निङ, दिस इज मिस्टर अच्युत एन्ड दिस इज गिरी। हामी चाहिँ यहाँ रोमानिया आइपुग्यौँ। हामी चाहिँ यो ओजोको तर्फबाट आएको। हामी चाहिँ यहाँ आएको तपाईँ स्याटरडे आएको हामी यहाँ। हामीलाई जस्तो ओजोले उहाँ भन्नुभएको थियो हामीलाई सबै कुरा सेम यहाँ हामीलाई भएको छ, त्योभन्दा अझै राम्रो भएको छ। हाम्रो अलरेडी टिआरसी एप्लाई भइसक्यो, आएर मेडिकल सेडिकल सबै भइसक्यो। हामी चाहिँ एकदम खुसी छौँ।
सबै कुरा राम्रो छ सबै कुरा राम्रो थ्याङ्क्स छ ओजो टिम थ्याङ्क यू सो मच ओजो टिम कोही पनि सबै आउन सचिन चाहनुहुन्छ सरलाई भने राजन सरलाई थ्याङ्क यू कोही पनि आउन चाहनुहुन्छ भने तपाईँहरूले ढुक्क भएर ओजोलाई एकदम विश्वासिलो विश्वास गरेर आउन सक्नुहुन्छ एकदम विश्वासिलो हो ओजो थ्याङ्क यू सो मच फर मिस्टर सचिन सर एन्ड मिस्टर राजन सर स्पेसली थ्याङ्क यू वेलकम टु रोमानिया यट अर्को भिजा आइसकेको छ क्रोएसियाको लागि हाम्रो बेस बहादुरजीको उहाँ चाहिँ एज अ सेफ जाँदै हुनुहुन्छ विथ स्यालेरी अफ 1000 euros र उहाँलाई हाम्रो सर्भिस तपाईँलाई हाम्रो सर्भिस कस्तो लाग्यो तपाईँको कति समय लाग्यो कसरी तपाईँको प्रोसेस भयो यसको अलिकति एउटा भनिदिनुहोस् न सर्भिस त सोचे भन्दा बडा गजब मजाको थियो है 3 महिना पुरा नहुँदै भिजा आयो एकदम खुसी एकदम एक्सिलेन्ट छ ओजो जब नम्बर 1 धेरै राम्रो छ धेरै राम्रो गर्नुभयो धेरै राम्रो सर्भिस स्टाफहरू यता बिहेभियर एकदम ठिक छ सबै ओके छ भिजा पाएँ बहुत खुसी भयो थ्याङ्क यू सो मच यो तपाईँको भिजा सो फर मोर भिजा एन्ड फर मोर डिमान्ड्स फलो ओजो जब्स भिजा आयो कि आएन अहिले भर्खरै हामीले रिसिभ गराएछौँ एउटा पार्सल VFS ग्लोबलबाट अब हेरौँ भिजा आएको छ कि छैन मलाई हल्का डर पनि लागिरहेछ भिजा सक्सेस हामी भनिरहेका छौँ ओजोले भिजाको बाहिर लिएर आउनेछ र एन्ड वी आर प्रुभिङ इट सो चेक दिस हाम्रो क्रोएसियाको यो भिजा भनेको 3 मन्थमा आएको छ वी विल मिट हिम एन्ड वी आर एक्साइटेड टु टेल हिम that he has got his visa in his passport. Thank you. ज्ञान दाई चाहिँ हाम्रो एयरपोर्ट जाँदै हुनुहुन्छ रोमानिया जाँदै हुनुहुन्छ एयरपोर्टमै छौँ हामी सो तपाईँ के भन्न चाहनुहुन्छ हामीलाई नमस्ते है सबैजनालाई म चाहिँ अब ओजोबाट अप्लाई गरेको लगभग 4 महिनामै सम्पूर्ण कामहरू भइसकेको थियो हाम्रो हातमा भिजा आइसकेको थियो अब म चाहिँ दुईटा कुरा मात्रै भन्न चाहन्छु है अब तपाईँहरू पनि अब ओजोबाट युरोपको भविष्य देख्नु भएको छ अथवा जान चाहनुहुन्छ भने एप्लाई गर्न चाहनुहुन्छ भने तपाईँहरू उहाँ ओजोको सम्पूर्ण टिममा कुनै पनि टिम मेम्बरहरूलाई भेटेर होइन सबै हेल्पफुल सबैजना एकदम ट्रान्सपरेन्सी रूपमा काम गर्नुहुन्छ उहाँलाई भेटौँ होला गएर अनि अर्को कुरा चाहिँ अब मलाई दुईटा कुरा चाहिँ राम्रो लाग्ने कुरा चाहिँ के हो भने अब ओजो टिमले चाहिँ दुईटा कुरालाई मात्र अलिक बढी प्राथमिकता दिनुहुन्छ फर्स्ट अफ अल तपाईँको स्किल हेरेर स्किल अनुसार तपाईँको कुन स्किलमा काम गर्दै हुनुहुन्छ यहाँ अनि तपाईँ उहाँ पनि त्यही अनुसारको तपाईँलाई स्किल अनुसारको जब खोज्नुहुन्छ त्यसमा सजेस्ट गर्नुहुन्छ र दोस्रो कुरा चाहिँ के मलाई राम्रो लागेको कुरा चाहिँ वर्क पर्मिटलाई खासै प्राथमिकता दिनु हुँदैन उहाँहरूले वर्क पर्मिट भनेको मलाई पनि त्यसै लाग्यो जति पनि अब दुबईमा भएको कन्सल्टेन्सी अथवा गल्फमा भएको कन्सल्टेन्सीहरूले खालि वर्क पर्मिट बेचेर होइन आफ्नो फाइदा लुटिरहेको हुन्छ तर तपाईँ चाहिँ अब त्यो वर्क पर्मिटको भरमा मात्र तपाईँ म चाहिँ मेरो युरोपको यात्रा सुरु भयो त्यो चाहिँ हुँदैन उहाँहरूले चाहिँ त्योलाई चाहिँ प्राथमिकता दिनु हुँदैन प्रायोरिटी बस भिजा हातमा परिसकेपछि मात्र उहाँहरूले तपाईँलाई सक्सेसको रेटमा राख्नुहुन्छ त्यो नै मलाई राम्रो लाग्छ है त्यही हो त्यही भन्न चाहन्छु ल तपाईँहरूलाई पनि अब कोही जान चाहनुहुन्छ विदेश युरोपको कन्ट्रीको यात्रा गर्न चाहन्छ जबको सिलसिलामा भने उहाँहरूलाई सम्पर्क गर्नु होला त्यही नै हो ल थ्याङ्क यू सी यू इन रोमानिया सी यू नमस्कार हाम्रो मार्चमा मात्रै होइन अप्रिलमा पनि भिजाको लहर चलेको छ यस हामीले रोमानियाको फेरि अर्को एउटा भिजा लगाइसकेका छौँ उहाँलाई हामी कङ्ग्रेचुलेट गर्न चाहन्छौँ अशोकजी कङ्ग्रेचुलेसन्स फर द न्यू भिजा फर रोमानिया हामीले नयाँ भिजा पाइसकेका छौँ है रोमानियाको लागि यदि तपाईँहरूलाई युरोपको लागि अप्लाई गर्नु छ भने यस हामी ओजो जब्सलाई सधैँ सम्झिराख्नु होला है त धन्यवाद आज पनि हामीले फेरि एउटा पार्सल रिसिभ गरिसकेका छौँ हेरौँ यसमा भिजा छ कि छैन है त ल बधाई छ मोहनजी हजुरको भिजा लागेर आइसकेको छ अब माल्टा जाने पालो तपाईको
आज नै आफ्नो सिभीहरू फरवर्ड गर्नुहोस् र ओजो टिमलाई सम्पर्क गरिहाल्नुहोस्। हस् त, धन्यवाद। Today as well we have received a new parcel from Aramex. Let's see we have visa or not. Okay, yes, we have received the visa for Malta. Congratulations, the one who got. Yes, if you want to go Europe, then please contact Ozo team for further consultant. For packages, let's check. If visas is approved. 1, 2, 3, 4. नयाँ पासपोर्ट आएको छ एरामेक्सबाट। हेरौँ भिजा आएको छ कि छैन। भिजा आएको छ। यो भिजा हो क्रोएसियाबाट। बधाई छ। बधाई छ गोपीजी, हजुरको भिजा सक्सेसफुली आएको छ क्रोएसियाबाट। Hi, good afternoon. My name is Joy Bruna, and ngayon po napaka-happy ko po kasi natanggap ko na po yung visa sa Malta, and it's my dream po for European. Actually po, nung nag-apply ako rito sa Ozo, marami po akong doubts kasi I was scammed twice sa previous agency. I will not name it, but it was very popular during pandemic. And actually, dito po nung napunta ko ng Ozo, I was referred by a friend. And before noon, I have too much doubts and marami po akong pag-alala at saka parang wala po akong tiwala. But now, I'm actually having my visa. Ito po yung patotoo na talagang ang Ozo po ay tunay at talagang legit. At malaki po akong pasasalamat kay Sir Sujan, lalo po sa Ozo. Kasi sa lahat po ng steps namin, during po sa mga katanungan, napakatyaga niya pong sumagot at napaka-helpful niya po. And lahat po ng assistance na kailangan namin, nandyan po siya. Kaya thank you po, Sir Sujan and Ozo. I'm so very happy po. Thank you. Ako naman po si Melinda Ambuyon po. Sa tulong din po ng kaibigan ko na nakilala ko po si Sir Sujan sa Ozo Consultancy po. Nung una po nag-aalangan po ako kasi na-scam na rin po ako before. So sa tulong po ng kaibigan ko na nag-push din sa akin talaga na mag-apply dito, nag-try ako. Hindi po ako nag-alinlangan pong mag-try ulit. So ngayon po nandito po ako sa office ni Sir Sujan po at nandito na po yung aking visa po for Malta. This is for me like dream come true po na makapag-work sa around Europe po. Kaya maraming salamat po kay Sir Sujan sa wala pong sawang tulong opo sa sagot yung yung mga sagot po sa mga katanungan po namin since na-scam na rin po kami before. So, nandun po yung doubts. Pero, thanks Sir Sujan dahil nandyan ka po para mag-guide sa amin. Maraming salamat po on behalf of a team of Ozo Consultancy po. Thank you so much dahil nandito na po yung aming visa. Salamat. Come true, 100% legit po. Yes Thank po. you po Ozo. Thank you. उहाँहरूको बुल्गेरियाको भिजा लागेको छ र यो हो उहाँहरूको भिजा। हाम्रो अस्ति भिजा लागेको थियो बुल्गेरियाको र सो अनुसार हाम्रो साथीहरू आउनु भएको थियो हामीलाई स्विट्स लिएर। उहाँहरूले थोरै गिफ्ट लिएर आउनु भएको छ हाम्रो लागि अनि त्यसैको लागि अब डिस्ट्रिब्युट गर्न जाँदैछु। यो तपाईले अनबोर्ड गरेको क्यान्डिडेटहरूले तपाईलाई लिएर आउनु भएको के हो? क्यान्डिडेट भन्दा पनि हामी फ्यामिली नै भइसकेका छौँ। सो एज अ फ्यामिली उहाँले आफ्नो खुसी हामीसँग डिस्ट्रिब्युट गर्न खोज्दै हुनुहुन्छ। सो हिसाबले हामी सबैजनाको लागि ल्याउनु भएको छ। उहाँहरूको बुल्गेरियाको भिजा लागेको छ र यो हो उहाँहरूको भिजा। थ्याङ्क यू।
ओजो जब्सले मोहनजीलाई दिएको बाचा आज पूरा भएको छ। उहाँको माल्टाको भिजा लागेर हामीलाई प्राप्त भइसकेको छ। हामीले उहाँलाई बाचा दिएको थियौं 2 महिनाभित्रमा तपाईको काम हुन्छ भनेर, तर उहाँको लक्कीली 25 दिनमा आज उहाँले यो भिजा प्राप्त गर्नु भएको छ। मोहनजीलाई धेरै धेरै बधाई छ। तपाईको अबको भविष्य माल्टामा सुनौलो बितोस् र राम्रो होस् र तपाईले ओजो जब्स प्रति तपाईले गर्नुभएको कार्यप्रति केही भन्न चाहनुहुन्छ? सबैभन्दा पहिला चाहिँ अब थ्याङ्क यू भन्न चाहन्छु मेनली चाहिँ होइन सुदर्शन दाइलाई, सुजन सरलाई, राजन सरलाई होइन, होल ओजो टिमको हस्पिटालिटी भनेको एकदमै राम्रो छ है। यहाँको चाहिँ कपाल छ, काम पनि गरिदिनु भयो होइन, एकदम मजाले नै भयो कि कुनै टेन्सन भएन, केही रोकावट भएन, के पनि भएन कि। मेरो चाहिँ स्किल पास पनि चाँडै नै भयो होइन, अनि प्लस चाहिँ तपाईँको वर्क परमिट पनि चाँडै नै आयो, प्लस VFSमा डकुमेन्टहरू सबमिट गरेको लक्कीली मैले चाहिँ 25 दिनमै भयो कि। VFSमा मलाई त 60 डेज भन्दै थियो, तर 25 दिनमै राम्रोसँग काम भयो। अब छिट्टै चाहिँ म युरोप जाँदैछु। थ्याङ्क यू ओजो जब्सलाई। प्लस अझै एउटा कुरा चाहिँ ओजो जब्सबाट चाहिँ जसले एप्लाई गर्नुहुन्छ ढुक्क भएर एप्लाई गर्दा हुन्छ। एकदमै ट्रस्टेबल कम्पनी छ ओजो जब्स। यसै काम राम्रोसँग भइदियो। स्किल पासमा चाहिँ नडराउनु होला। फेज 2 मा चाहिँ जतिले पनि एप्लाई गर्नुहुन्छ कि डराउनै पर्दैन। फेज 1 कट्यो भने चाहिँ फेज 2 लाई त्यति गाह्रो नै हुँदैन क्या। धेरै मान्छेहरू डरले मात्रै जाने हो होइन, किन VFSमा गएर इक्जाम दिनुपर्छ, इन्टरभ्यू लिन्छ, के हुन्छ भन्ने हुन्छ, डराउनु चाहिँ पर्दैन। ढुक्क भएर एप्लाई गर्नुहोस्, ढुक्क भएर चाहिँ गर्दा हुन्छ। हस्, थ्याङ्क यू भेरी मच। फेरि पनि तपाईँको सुनौलो भविष्यको लागि हजुरलाई भने जस्तै ओजो जब्सले हामीले बोलेको कुराहरू हामी जहिले पनि पूरा गर्छौं। ओजो जब्स प्रति तपाईहरू विश्वास गरेर आउनु होला। हामी यसरी नै हजुरहरूको काम द्रुत गतिमा गर्छौँ। हस् त, धन्यवाद। शुभ दिन। विगत 7 महिना अगाडि हाम्रो पूर्णजीले बिल्डिङ एडमिनिस्ट्रेटरको लागि रोमानियाको लागि भिजा अप्लाई गर्नुभएको थियो र आज हामीहरूले उहाँको 7 महिनाभित्रै भिजा अप्रुभ भएर आइसकेको छ हाम्रो हातमा। हामीहरूले भने जस्तै हामी हजुरहरूको युरोप जाने सपना जहिले पनि पूरा गर्छौं र पूर्णजीलाई धेरै धेरै सफलताको शुभकामना युरोपको लागि। तपाईले पनि युरोप जाने सपना बनाउनु भएको छ ओजो जबदेखि धेरैदेखि आज नै हामीलाई सम्पर्क गर्नु होला। तपाईको यो सपना हामी पूरा गर्नेछौँ। थ्याङ्क यू भेरी मच। सो वान्स अगेन वी हेभ रिसिभ 1 भिजा क्रोएसियाको लागि। हाम्रो अवश्यक भाइ यही हुनुहुन्छ र तपाईँलाई हाम्रो सर्भिस कस्तो लाग्यो, तपाईँलाई कस्तो अनुभव भयो र तपाईँले के प्रोसेस गर्दाखेरि के गर्नुभयो एकचोटि सेयर गरिदिनु होला। मलाई चाहिँ यो सजिलो लाग्यो। यहाँबाट गर्दाखेरि चाहिँ लगभग सबैजना चाहिँ हेल्पफुल खालको, अलिकति कोअर्डिनेट गर्ने खालको हुनुहुन्छ सबैजना। प्रोसेसहरू सम्बन्धी सबै मजाले बुझाइदिने, हजुरको हरेक जिज्ञासालाई मजाले खुलाएर बुझाइदिनु हुन्छ हजुरहरूले। फर्स्ट टाइम चाहिँ मैले अप्लाई गर्दाखेरि चाहिँ मलाई नि अब जताततै स्क्यामै छन्, जताततै हेर्दा नि जताततै अब तपाईँहरूको मैले हरेकपल्ट त्यो लाइभ हेर्थेँ बेलुका। त्यहाँदेखि नै मलाई हजुरहरूको त्यो भन्ने तरिका र यति खर्च लाग्छन् भन्ने तरिकाले नि मलाई एक तरिकाले विश्वास लाग्यो हजुरमाथि। ओके भाइ, अनि तपाईँको के अरे कहिलेतिर अप्लाई गर्नुभएको थियो अनि तपाईँको भिजा कहिलेतिर? हजुर, मैले डिसेम्बरमा इन्टरभ्यू दिएको थिएँ हजुर, अनि अफर लेटरहरू पनि डिसेम्बरमै आएको थियो मेरो, अनि वर्क परमिट पनि मेरो जनवरीको लास्टसम्ममा आइसकेको थियो। मैले त्यसपछि VFSको लागि एप्लाई गरेँ। VFSको लागि एप्लाई गर्दाखेरि मेरो अप्रिल लास्टमा भिजा आएको थियो। लगभग 4 मन्थको ड्युरेसनमा मेरो सबै काम भयो। अब जाँदै हुन्छ, भोलि उहाँको फ्लाइट छ। बेस्ट अफ लक, राम्रोसित उता तपाईँको राम्रो प्रगति होस् र थ्याङ्क यू सो मच फर चुजिङ अस। धन्यवाद सर। गुड मर्निङ, नमस्ते। आज फेरि हामीसँग एरोमेक्सबाट नयाँ एन्भलप आइसकेको छ। हेरौँ हामीले भिजा पायौँ कि पाएको छैन है त। बधाई छ उहाँलाई। हाम्रो माल्टाको यसपालि पनि अर्को एउटा भिजा लागिसकेको छ। यदि हजुरहरू माल्टाको लागि अप्लाई गर्न चाहनुहुन्छ या कुनै पनि युरोपियन कन्ट्रिज एप्लाई गर्न चाहिराख्नु भएको छ भने यस हामीलाई ओजो जब्सलाई सम्झिनु होला। हामी तुरुन्तै नै हजुरलाई कल ब्याक गर्नेछौँ र हामीसँग भएको सम्पूर्ण इन्फर्मेसनहरू हजुरहरूलाई सेयर गरिरहनेछौँ। धन्यवाद। टिका फुल लगाएर आज हाम्रो दिवसजी बल्गेरिया जाँदै हुनुहुन्छ है। अनि दिवसजी कस्तो रह्यो त हजुरको ओजो जबसँगको सहयात्रा? धेरै राम्रो रह्यो। ओजो जबले चाहिँ मलाई करिब 4 महिनाभित्रमा भिजा लाएर दियो। ओजो अबुधाबीमै दुबईमै सबैभन्दा राम्रो कन्सल्टेन्सी हो। बुल्गेरिया जान चाहनुहुन्छ या रोमानिया जान चाहनुहुन्छ भने ओजो जब धेरै राम्रो छ। धन्यवाद। यसरी नै तपाईँ यदि युरोप जाने सोचमा हुनुहुन्छ भने ओजो टिमलाई सम्झिन नबिर्सिनु होला है त। धन्यवाद। गएको पनि भिडियो खिच्नु पर्यो नि त। ल हाम्रो बुल्गेरिया जाँदै हुनुहुन्छ हाम्रो साथीहरू। ल तपाईँको एक्सपिरियन्स कस्तो भयो त? एकदम राम्रो लाग्यो, छिटो भयो काम। तपाईँहरूलाई धन्यवाद।
अति राम्रो काम गर्दै जानुहोस् अगाडि बढ्दै जानुहोस् हुन्छ ल हजुरलाई उहाँले भने जस्तै उहाँले भने जस्तो के छिटो छरिदो घरमा खुसी लाग्यो होइन सोच्यो भन्दा राम्रो गर्छ छिटो छरिदो सोच्यो भन्दा राम्रो भयो चाँडै भिजा आयो चाँडै भन्नाले कति महिना लाग्यो एक्ज्याक्ट महिना 4 महिनामा हो नघाटिकन भिजा चाहिँ 4 महिनामा आएको एप्लाई गर्नुभएको कहिले एप्लाई गरेको 4 महिनामा आएको तर उता त्योबाट चाहिँ मेल यताउता नआएर 5 महिना छोयो ओके भन्नाले एम्बेसीको मेलहरू नआएर ओके हजुरलाई के छ भन्न बेस्ट हो ओके हजुरलाई ठिक छ ओके ल हाम्रो अर्को ह्यान्डसम ब्रदर हुनुहुन्छ हजुर मलाई पनि एकदम राम्रो लाग्यो भरपर्दो विश्वासिलो हुनुहुन्छ उहाँहरूको टिमहरू एकदम है जो इच्छुक हुनुहुन्छ भने जानको लागि चाहिँ सम्पर्क गर्नु होला उहाँलाई कसैको फेरि 7-8 महिना पनि लाग्ने छ के भन्नुहुन्छ उहाँले चाहिँ तपाईँको त्यस्तो भन्दा चाहिँ अब यो उहाँहरूको नै गलत हुँदैन कुनैको एमबिसीको नै प्रब्लम हुन्छ उनीहरूको अब गभर्मेन्टकै हिसाबले रुलले कुनै ढिला हुन्छ मैले पनि अब भन्दाखेरि मेरो डिसेम्बरमा गरेँ हो तपाईँको लास्ट अहिले फाइनली राम्रोसँग 6 महिना भयो 6 महिना भयो 6 महिनामा पुरा पर्फेक्ट भएर अब आजबाट चाहिँ बाइबे गर्दैछ बस थ्याङ्क यू धन्यवाद तपाईँले चाहिँ के भन्नुहुन्छ कसैको 8 महिना जति लाग्यो भने उहाँहरूलाई केही छ मेसेज त्यही हो मेरो पनि त्यही हो भनाइ नातिनु होला मेरो पनि कति 6 महिना नै लागेको सेम हाम्रो सेम एकैचोटि एप्लाई गरेर एकैचोटि भिजा आयो एकैचोटि पासवर्डमा साथमा हाल्यो होइन त्यही राम्रो हो जो एकदम म चाहिँ एकदम भर परेर गरेको होइन खास भयो भने त ओजोको अफिस पनि देखेकै छैन मैले कन्ट्याक्टको भरमा ओजोको अफिस पनि देखेको छैन लोकेसन हेरेर ओजो गएको मैले लिना त्यसपछि अहिलेको रेखा खास स्पेसली उनीहरूले फास्ट छिटो छरिदो कन्ट्याक्ट मलाई पनि देख्नु भएको थिएन होला तपाईँहरूले अहिलेसम्म है राजन सरलाई फोटोमा देखेँ भिडियो पनि देखाएको थिएन राम्रोसँग सम्पूर्ण ओजो टिमलाई धन्यवाद राजन सर धन्यवाद आज म नेपालबाट क्रोएसियाको लागि ड्राइभर भिसामा जाँदैछु तपाईँले पढाउँदै हुनुहुन्छ आज म नेपालको एयरपोर्टबाट ओजो टिमलाई धेरै धेरै धन्यवाद 7 महिनामा मलाई उडाउन सफल हुनुभयो धन्यवाद 1 वर्ष भइसक्यो उहाँले मलाई भेट्नु भएको र दाइ मलाई अप्लाई गर्नु पर्यो भनेर सोध्नुभएको मेरो प्रिय रमेशलाई तर 1 वर्षमा हुँदाखेरि हामीले त्यतिखेर अप्लाई गर्न धेरै पोजिसनहरू नपाएर चाहिँ हामीले अप्लाई गरेको थियौँ र आजभन्दा लगभग 5-6 महिना अगाडि चाहिँ हामीले फाइनली बल्गेरियामा उहाँको मिल्दो पोजिसन आइसकेपछि अप्लाई गरेर उहाँको आज चाहिँ भिजा लागेर 7 तारिकमा आज हामीले खिचेको डेटभन्दा 2-3 दिन अगाडि चाहिँ उहाँको फ्लाइट छ र उहाँलाई हामी चाहिँ बेस्ट अफ लक भन्न चाहन्छौँ र उहाँको हामीसँग गरेको कुराहरू ओजो जब्सले कसरी उहाँलाई सपोर्ट गर्नुभयो र उहाँलाई हामीप्रति के छ धारणा एकचोटि उहाँले भनिदिनुहोस् हजुर स्पेसली थ्याङ्क यू ओजो जब्स थ्याङ्क यू सचिन दाइ मैले त्यही हो 5 महिना जति लाग्यो होला मेरो भिजा आउनमा अहिले मेरो फाइनली आइसक्यो भिजा मेरो 7 तारिकको फ्लाइट छ बुल्गेरिया सोफियाको लागि थ्याङ्क यू ओजोमा आउनुहोस् हजुरहरू पनि एकदम जेन्युइन छ कन्सल्टेन्सी काम ढुक्क हुन्छ 5-6 महिनामा काम बन्छ यहाँदेखि थ्याङ्क यू थ्याङ्क यू रमेश भाइ थ्याङ्क यू सो मच बेस्ट अफ लक फर योर फ्युचर थ्याङ्क यू जुलाईको फर्स्ट पार्सल एरएमएक्सबाट लेट्स सी वेदर वी गट भिजा अर नट बधाई छ उहाँलाई हाम्रो क्रोएसियाको भिजा लागिसकेको छ र यदि तपाईहरू पनि यसरी नै युरोपको लागि तयारी गर्दै हुनुहुन्छ र सोच बनाउँदै हुनुहुन्छ भने हामी ओजो जब्सको टिमलाई सम्झिन नबिर्सिनु होला शुभ दिन नमस्ते उहाँ हुनुहुन्छ सरोजजी जसको अलरेडी माल्टाको भिजा लागिसकेको छ हामीसँग उहाँ अहिले आफ्नो ओजो जब्ससँगको एक्सपिरियन्स सेयर गर्न खोज्दै हुनुहुन्छ नमस्ते मेरो नाम सरोज कार्की खुसी लाग्यो मलाई धेरै खुसी लाग्यो हजुरहरूसँग काम गरेर ओजो जब्ससँग काम गरेर मेबी लगभग 4-5 महिना लाग्यो the process skill pass देखि at the end when I received this visa so at the end I am happy रेखा म्याम धेरै सहयोग गर्नुभयो मलाई सुजन सरले धेरै सहयोग गर्नुभयो थ्याङ्क यू सो मच फर द हेल्प फाइनली आई एम गोइङ माल्टा थ्याङ्क यू सो मच
उहाँ जस्तै तपाईँहरूको पनि माल्टा जाने सोच छ र ड्रिम कन्ट्रीको रूपमा बनाइराख्नु भएको छ भने यस हामी ओजो जब्सको टिमलाई सम्झनु होला। फेरि पनि सरोजजीलाई बधाई छ उहाँको भिजाको लागि र हामीलाई यसरी नै भिजाको लागि तपाईँहरूले हामीलाई सम्पर्क गर्नुहोला। ओजो जब्स टिम सदैव तपाईँहरूको काउन्सिलिङको लागि तत्पर रहनेछ। धन्यवाद। बुल्गेरियाको भिजा लाग्यो। आज मसित हुनुहुन्छ साधुरामजी। सो उहाँको चाहिँ बुल्गेरियाको वेयर हाउसको लागि चाहिँ भिजा सक्सेसफुली रिसिभ भएको छ हिजो मात्र। सुनौ उहाँको एक्सपिरियन्स हामी ओजो जब्ससँग कस्तो रह्यो। म दुबई आएको 6 वर्ष भयो हुन लाग्यो। अब यहाँनिर चाहिँ हाम्रो भिनाले अब टिकटक मार्फत अब देख्नु भएको रहेछ, उहाँले विश्वासिलो भर पर्दछ भनेर मलाई यहाँ ल्याउनु भयो। उहाँ सचिन सर, अदित्य म्याम, सुदर्शन सर, रेखा म्याम यहाँ सबैजना राम्रो हुनुहुन्छ। उहाँको कुरा सुनेर मैले एप्लाई गरेको एकदम मेरो भिसा आयो। म धेरै खुसी छु। धेरै धेरै धन्यवाद अब अदित्य म्याम, सचिन सर, सुदर्शन सर, रेखा म्यामलाई, अरूहरूलाई पनि। अब हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अब हाम्रो यहाँ दुबईमा आउनुभएको छ, आफ्नो अब बेरोजगार बाध्यता। अब तपाईँहरू पनि आफ्नो अब यहाँ पनि दुबई त राम्रै छ। धेरै धेरै धन्यवाद दुबईमा हुने भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई। अब तपाईँहरू नि अर्को देश जान चाहनुहुन्छ भनेदेखि अब यहाँनिर एकपल्ट आएर तपाईँले बुझ्नु होला, कल गरेर उहाँहरूको विज्ञापन मार्फत देख्नु होला। तपाईँले चाहिँ एकदम ढोकाका साथ गर्नु होला भन्दै मेरो अब एकदम विश्वासहरू काम गरिदिएकोमा धन्यवाद भन्दै हजुरहरूलाई नि सबैलाई धन्यवाद। यसरी नै भिजा सक्सेस भएको स्टोरी लिएर आउन चाहनुहुन्छ भने पहिला हामीसँग सम्पर्कमा आउनु होला या त हामीलाई अफिसमा नै भिजिट गर्न सक्नुहुनेछ। धन्यवाद। ओके, सो मसँग आज एरोमेक्सको पार्सल छ। यसमा पक्कै पनि भिजा हुनुपर्छ। सो लेट्स चेक यसमा भिजा आएको छ कि छैन, कुन देशको लागि भिजा आएको छ हेरौँ है त। ओके, फाइनली भिजा रिसिभ। हाम्रो यो भिजा हो क्रोएसियाको लागि। उहाँ चाहिँ सेल्स पोजिसनको लागि जाँदै हुनुहुन्छ क्रोएसियामा हाम्रो सुपरमार्केटको लागि। सो यदि हजुरहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ युरोप कन्ट्री अप्लाई गर्नको लागि भने हजुरहरूले हामीलाई चाँडै कन्ट्याक्ट गर्नु होला। आफ्नो सिभी पठाउन सक्नुहुनेछ र या त हामीलाई अफिसमै भिजिट पनि गर्न सक्नुहुनेछ। धन्यवाद। सो फाइनली बुल्गेरियाको भिजा लागेको छ हाम्रो दिपकजीको। सो उहाँको चाहिँ एक्सपिरियन्स हामी ओजो टिमसित कस्तो रह्यो आउनुहोस् बुझौँ उहाँसँग नै। नमस्ते सबैजनालाई। मेरो ओजोको जर्नी चाहिँ आज सक्सेस भएको छ। आज भिजा आइसकेको छ। म चाहिँ त्यो के भन्छ टिकटक मार्फत कन्ट्याक्ट गरेर अनि ओजोसँग यसो त्यो गरेर अनि मैले अप्लाई गरेको थिएँ ट्रस्ट गरेर। फाइनली मेरो भिजा चाहिँ आइसकेको छ। हस् ल, यस्तै गरी सक्सेस स्टोरी लिएर आउन चाहनुहुन्छ र युरोप जान चाहनुहुन्छ भने हामीलाई चाँडै सम्पर्क गर्नुहोला। हामी हजुरहरूको सर्भिसमा सदैव छौँ। सो हामीसँग आज हुनुहुन्छ बसन्तजी। उहाँको चाहिँ बुल्गेरियाको भिजा लागिसकेको छ। उहाँले पहिला माल्टाको लागि अप्लाई गर्नुभएको थियो। माल्टाको चाहिँ भिजा रिजेक्सन आएको थियो केही कारणवश र अहिले सक्सेसफुली हामीले बुल्गेरियाको भिजा निकाल्न सफल भएका छौँ। आउनुहोस् आज उहाँसँग नै सोधौँ ओजो कन्सल्टेन्सीसँग चाहिँ उहाँको अनुभव कस्तो रह्यो भनेर। म चाहिँ बसन्त श्रेष्ठ। मैले ओजो जब्सबाट भिजा एप्लाई गरेको थिएँ माल्टाको लागि गर्दा चाहिँ प्रब्लममा आएर चाहिँ मेरो रिजेक्सन भयो र मैले बुल्गेरिया उहाँहरूले सजेसन गर्नुभयो र बुल्गेरियाको लागि भनेर मैले उहाँहरूको सजेसनलाई एक्सेप्ट गरेर मैले चाहिँ बुल्गेरिया एप्लाई गरेको थिएँ। सक्सेसफुल्ली भिजा लागेर आयो। धन्यवाद। सो यस्तै सक्सेस स्टोरी लिएर आउन चाहनुहुन्छ र हामी मार्फत अप्लाई गर्न चाहनुहुन्छ भने चाँडै सम्पर्क गर्नुहोला। धन्यवाद। एक्सपेक्ट गरेको थिएन कि यति छोटो समयमा चाहिँ मेरो युरोपको भिजा लागेर आउँछ भनेर। विदिन 6 मन्थ्समा नै भिजा आइसकेको छ। ब्याक टु ब्याक भिजा लागिरहेको छ ओजोमा। सो फाइनली आज हामीसँग अर्को भिजा सक्सेस हो। यो क्रोएसियाको क्यासियर सुपरमार्केटको लागि हो। सो हामीसँग हुनुहुन्छ नम्रता गुरुङजी। उहाँको सक्सेसफुली क्रोएसियाको लागि भिजा आएको छ। आउनुहोस् उहाँको हामीसँगको एक्सपिरियन्स कस्तो रह्यो उहाँकै मुखबाट सुनौँ है त। फर्स्ट अफ अल चाहिँ म ओजोको सबै टिमलाई थ्याङ्क यू भन्न चाहन्छु किनकि एक्सपेक्ट गरेको थिएन कि यति छोटो समयमा चाहिँ मेरो युरोपको भिजा लागेर आउँछ भनेर। स्पेसली थ्याङ्क्स टु अदिक्षा म्याम एन्ड देन सचिन सर। मेरो चाहिँ विदिन 6 मन्थ्समा नै युरोपको लागि क्रोएसियाको लागि भिजा आइसकेको छ। I am very happy with my results. I am very satisfied with Ojo Group, and I would like to inform all of you that whoever who wants to go Europe, just come and visit in Ojo Jobs and then make your
dream success for Croatia or other any European countries. Thank you. ल यसरी नै आफ्नो सक्सेस स्टोरी लिएर आउँदै ओजोबाट अप्लाई गर्नुहुन्छ भने हामीलाई चाँडै सम्पर्क गर्नुहोला। हामी यस्तै गरेर नै हजुरहरूको ड्रिम सक्सेस भएको हेर्न चाहन्छौँ। थ्याङ्क यू। Yet another visa for Bulgaria. Let's hear from him. He is Dipesh Rana, who is going for the next slot, Bulgaria. And let's listen what he is going to say about Ozo Jobs. जब म ओजोसँग इन्टरेक्ट भएँ मलाई एकदम खुसी लागेको छ। ओजो एकदम ट्रस्टेबल छ र मैले मेरो भिजा 6 महिनामा पाएँ र तपाईँहरूलाई पनि यो भन्न चाहन्छु कि ओजो एकदम ट्रस्टेबल छ। मेरो अहिले बुल्गेरियाको भिजा लागेको छ, मलाई एकदम खुसी लागेको छ। अब म यो 28 मा जाँदैछु। अब तपाईँहरू पनि चाहनुहुन्छ भने ओजो जबमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरले पनि एकदम ट्रस्टेबल छ। धन्यवाद। थ्याङ्क यू दिपेशजी है, हामीलाई ट्रस्ट गर्नुभएकोमा र हामीप्रति यति धेरै विश्वास गरेर हामीलाई काम गर्न दिने मौका पनि दिनुभयो है। र यसरी नै हजुरहरू पनि युरोप जान चाहनुहुन्छ र हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने हजुरले हामीलाई टिकटकको बायो पेजमा गएर त्यहाँ भएको लिङ्कमा क्लिक गरेर कुनै पनि कन्सल्टेन्टसँग निर्धक्क रूपमा कन्सल्टिङ गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद। हामीसँग भिजा लागेर माल्टाको आइसकेको छ। आज एकछिन हामी उहाँको अनुभव लिन्छौँ, प्र्याङ्क एज अ प्र्याङ्क भिडियो। हेर्नुहोस् उहाँले के भन्नुहुन्छ है। एन्ड सरी, यो एकछिन तपाईँलाई थोरै समस्या पर्न सक्छ। नमस्कार, सन्चै हुनुहुन्छ? अब मैले हजुरलाई अलिकति भन्न अप्ठ्यारो लाग्यो र गाह्रो पनि भयो होइन। त्यसले गर्दाखेरि मैले हजुरलाई स्मिथ सरसँग कुरा गर्न लाउँदैछु है। उहाँ चाहिँ हाम्रो अहिले सेल्स हेड, सेल्स म्यानेजर है। उहाँले हजुरलाई सम्पूर्ण कुराहरू डिटेल सेयर गरिदिनुहुन्छ है त। नमस्ते, आरामै हुनुहुन्छ? ड्युटीमा हुनुहुन्छ होला है। कति समय भयो तपाईँले माल्टा अप्लाई गर्नुभएको? जनवरीदेखि भनेपछि 7 महिना भयो है। त्यही त, के गल्ती गर्नुभएको थियो कि के भयो कि तपाईँको त कस्तो समस्या भयो? हो, कस्तो दुःख लाग्यो। कोही भिजा लागे जस्तो लागेन, तर तपाईँलाई माल्टाले बोलाइरहेको छ है। माल्टा जानलाई तपाईँको भिसा लागेको छ, बधाई छ धेरै। एकछिन दुःख लागेको थियो, के भयो भनेर। ल, तपाईँलाई एकदम बधाई छ। अबको सुनौलो भविष्य तपाईँको माल्टामा राम्रोसँगले बित्योस्। तपाईँले एकैचोटिमा यो सपना साकार गर्नुभएको छ। उहाँलाई त हामीले प्र्याङ्क गरेर एकछिन झुक्याउन खोज्यौँ, तर अहिलेसम्म हामीले यस्तो खालको सम्भावना छैन नभएको भन्ने। त्यही भएर तपाईँले पनि आफ्नो सपनालाई साकार गर्न चाहनुहुन्छ र यस्तै प्र्याङ्कमा समेटिन चाहनुहुन्छ भने आज नै ओजो जबको साथबाट युरोप माल्टा अप्लाई गर्नु। तपाईँको पनि 100% यो सपना साकार हुनेछ। हस्त, धन्यवाद, शुभ दिन। ओजो मार्फत अप्लाई गर्नुभएको क्यान्डिडेटको पार्सल हाम्रो हातमा आइसकेको छ। अब हेरौँ उहाँको भाग्य चिट्ठा के हुन गइरहेको छ पार्सलभित्र। अब हामी हेर्न गइरहेको छौँ उहाँको भाग्य चिट्ठाले के उहाँलाई माल्टासम्म पुर्याउँछ कि पुर्याउँदैन भनेर। फाइनल्ली उहाँको भिजा लागेर आइसकेको छ। उहाँलाई धेरै धेरै बधाई छ। यसरी नै तपाईँ माल्टा अप्लाई गरेर पारदर्शी ढङ्गले ओजोको मार्फत जान चाहनुहुन्छ भने शीघ्र ओजोलाई सम्पर्क गर्नुहोला। यसरी नै तपाईँको पनि पासपोर्ट खोलिने दिन अबको धेरै दिन टाढा छ। हस्त, धन्यवाद, शुभ दिन। आजको भिसा क्रोएसियाको लागि सुजिताजीलाई हामी धेरै धेरै बधाई र क्रोएसियाको लागि उहाँको यात्रा सफल रहोस् भन्नको लागि र आज उहाँ हामीसँग यहाँ हुनुहुन्छ उहाँको खुसी व्यक्त गर्नको लागि। सुजिताजी, के छ खबर? सन्चै हुनुहुन्छ? हजुर, अनि हजुर नि एकदम ठिक छ। अनि हजुरको ओजो जब्ससँगको यात्रा कस्तो रह्यो त? एकदम रमाइलो। अनि कति समय पछाडि हजुरले ओजो जब्सबाट भिजा सक्सेसको खुसीको खबर पाउनु भयो त? म्याक्सिमम 3-5 मन्थ होला क्रोएसियाको लागि।
अलमोस्ट 5 मन्थ वेट गरेँ। ल उहाँ जस्तै हजुरहरू यदि क्रोएसिया या कुनै पनि सेङ्जन कन्ट्री जुन हामीले गरिरहेका छौँ यदि प्रोसेसमा हुनुहुन्छ र युरोप जाने प्रयासमा हुनुहुन्छ भने ओजो जब्सलाई नबिर्सिनुहोला र हामी बिच सम्पर्क राख्नको लागि एज युजल हाम्रो तल दिएको मेल एड्रेस अथवा फोन नम्बरमा हामीलाई सधैँ सम्पर्क राख्नुहोस्। हामी तत्पर रहनेछौँ। धन्यवाद।